मेरो दिदीको नाम पैसा डुबायो यो पाल्टी ब्रिज हो यो हाम्रो सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका हो धेरै क्षति गरेको थियो अनि तिम्रो घर पनि डुबाएको थियो हामी पनि स्कुल पनि डुबायो थियो हाम्रो बाबा मम्मीको नागरिकता जन्मदाता सबै बगायो पैसा लाग्यो यो स्कुल पनि डुबाएको थियो स्कुल पनि बाढी हाम्रो स्कुलमा बौद्धिक अपाङ्गता विद्यार्थीहरू 13 जना राखेको थियो राति 3-4 बजे आएर बाढी गरियो अरू हामीले के पनि झिक्न पाएन विद्यालयको सामानहरू हामीले केही पनि अपङ्गहरू पनि डुबे अपाङ्गहरू कतिजना डुबे अपाङ्गहरू डुब्न त डुबेन उनीहरू आउँदाखेरि उनीहरू भिजेर अनि यहाँ 2जना कर्मचारी आन्टीहरू बस्नुहुन्थ्यो आन्टीहरूले खाना पकाउने म्यामलाई फोन गरेर अनि हामी सबैजना आएर अनि बौद्धिक अपाङ्गहरूलाई उद्धार गऱ्यौँ अरू हामीले केही पनि सामानहरू अनि खाना पकाउनेहरू गर्नुहुन्थ्यो आन्टीहरूले यति भन्न चाहन्थे अनि तिमीहरूको यो गाविसको उसले कसैले हेरेन जिल्लाले हैन हेर्न त हेर्यो बाढी पछि रातहरू पनि दिइरहेको थियो अस्ति भर्खर पनि लुगा कपडा भाडाहरू दियो यस्तो लुगाहरू अनि त्यसपछि यस्तै लगाउने थानको कपडाहरू अनि घरको कपडाहरू अनि त्यो झुलहरू अनि भाडाहरूको एक सारा सामान सबै दिएको थियो हैन अहिले तिम्रो यही स्कुलमा पढ्छौ हाम्रो यो स्कुल त पुरै यति माथि सबै डुबाइसकेको थियो अनि हामी गाविस मतलब गाउँपालिकामा गएर बसेको थियौँ धन्यवाद ल देखिहाल्नु त हजुर यो पुल हो यो माथि सेतदेवी देखेको अलिअलि सेतदेवी गौतम मन्दिर हो यो अगाडि 3 तला घर डुबाएको छ अरे अहिले पनि खनिएर खन्न सकिएको छैन देख्नुभयो नदी खोला किनारमा बसोबास गर्दा परिणाम के हुन्छ भन्ने कुरो तपाईँ आफै बुझ्नुहोस् है।